हाई एभ्रिवन, नमस्ते, वेलकम बैक टू माई चैनल। र आज धेरै दिनपछि दसैँको भिडियो बनाउँदैछु र ह्याप्पी दसैँ टु अल अफ यु। किप वाचिङ। हेरौँ उसले आफ्नो लगाइसक्यो आर्टिस्टको पछाडिपट्टि लाउँदैनौ? लगाउँछु। अब यो म रातभरि राख्छु। भोलि हाम्रो टिका छ, बिहान छिट्टो उठेर रेडी हुनुपर्छ। सो दामी लगाइदिएको छ जेसले। थ्याङ्क यू। अब यसमा उयो लाउनुपर्छ नि, खाने तेल नि सबै सुकिसकेपछि लाउनु पर्यो अहिले नै। दसैँ सरारा दामी देखेछ त। तिम्रो कस्तो भएछ? पछाडिको यो सबै बिबुले लगाइदिएको रातभरि। कति 1:30 भएको थियो नि। मेरो दामी आएछ कलर। म त अहिलेसम्म रेडी नै भएको छैन। अब कहिले जानु, कहिले रेडी हुनु। रेडी भइसकेको अब मेरो पालो छ। रेडी भएर टाइम गरेको छैन। के गरेको छ? यत्रो दलिराखेर मेकअप गरेको केही गरेको छैन। मोइस्चराइजर र सनस्क्रिन धेरै गरेको छैन। भयो रेडी तिमीहरू? साह्रो नक्कली भयो यो त। ओभरै नक्कली हुनु थाल्यो। हेरौँ यता मस्केको। यहाँनिर चाहिँ आमाले सब रेडी गरिसक्नु भएको छ पूजाको। मैले त टिका लाउनु हुँदैन, आप्पा बित्नु भएको 1 वर्ष पनि भएको छैन हो। यहाँनिर घरमा बिबु र दादा सविताले चाहिँ लाउँछ आज। काकासँग स्कुटीमा गयो बिबु त। नवदुर्गा भवानीको प्रसादले भगारीकुलको नाम राख्नु, भन्नाको पनातिनी यस्तो यस्तो भनेर। टिकाहरू लगाइसक्यौँ। अब चाहिँ हामी गएको सुकुनातिर। अनुस म्याडमहरू बल्ल बल्ल आइपुग्यो। पानी परेर आज बिजोग। अरुणा दिदीकोमा सुक्न आइपुग्यो। अघि दादाहरू र नवदीप निकुञ्ज चाहिँ अघि आइपुगेछ। ह्याप्पी दसैँ। हेलो, ह्याप्पी दसैँ। पहिला आइसकेको रहेछ एकजना त आएर पनि हेलो भाग्यमानी हुनु कस्तो जस्तो। हेलो नान्यु। एउटा त भाग्यमानी के क्युटी भयो। अच्छा 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 के क्युटी देखेछौ? क्युटी। यस ह्याप्पी दसैँ। ह्याप्पी दसैँ भाग्यमानी हुनु।
के हो आज त हेन्सम भइरहेको त के हो हेन्सम कोला भनेको साला नानी बिबु यहाँ हेर न यसलाई हेर न यता हेर न नानु यता हेर न ए कुचु दिविशा आऊ दिविशा यता 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 लु खिच हाम्रो पनि त गर्नु पर्यो ओइ छेउ यो राख्दैन ओ नरिदा हट्नुस् न लु ह्याप्पी दसैँ लु के भन्नु त दसैँको यो शुभ उयोमा उत्सवमा दसैँको शुभ उत्सवमा के भन्नु एकदमै सबैजनालाई ह्याप्पी दसैँ राम्ररी फलोस् फुलोस् राम्रो होस् ताली बजाऊ गीत सुनेर ताली बजाऊ के खेल्दैछौ बेटा चिकन मटन हजुर ए ल मटन कालो दाल चिकन बोरी कालो बोरी देऊ न त्यो देऊ न अझै एउटा आमामा हाँसुटे गरे उसलाई फेरि ए आमामा अर्कोले फेरि मिलाइदिएको होइन ए देविशा फोटो खिच्ने हामी सबैजना ग्रुप फोटो खिच्ने ओहो इन्टरनेसनल दिदी है यो चाहिँ इन्टरनेसनल क्युआर कोड पठाइदिन्छ रेजङले कस्तो छिटो आएको ओइ नजानुलाई त्यो पेटमा बक्री आबे को भई एकछिन त नआइज यता गर्दैछु त लु आमा र अहिले चाहिँ हामी ममता दिदीकोमा टिका लगाउनु आएको छौँ यहाँनिर देविशा नाच्दैछ हाम्रो छोरी बस बस आज हाम्रो लास्ट दसैँ लास्ट के अब यो वर्षको लास्ट टिका लगाउने दसैँ त आज अर्को दिन फेरि हामी सुकुना नै जाँदैछौँ हिजो अरुणा दिदी र ममता दिदीकोमा भ्यायो आज चाहिँ फेरि सुकुना बिन्दा दिदीकोमा जाने हो पनि रेडी महारानी पधार्दै चाहिँ
यस्तो भएर पनि झुकेर हेर्नु प्रपर दसैँ जस्तो अहिले भयो नि त र फाइनली यसपालिको दसैँ पनि सिद्धियो आपाको बिना र हामी दिदीबहिनीले कसैले पनि लगाएनौँ नानीहरूलाई चाहिँ सबैजनाले नै लगाइदियो Thanks for watching my video. Bye bye.